यस्तो खतरा कुदाइरहेछ कि हेर्नु कुदाइरहेछ खै भाइ कस्तो लागिरहेछ त बाइकमा आएर दामी लागिरहेछ हेलो गाइस वेलकम टु माई ब्लग होइन ठ्याक्कै आज चाहिँ हामी माथि माथि जान आँटेको छौँ होइन म चाहिँ इलामा छु अरे पानी पर्न खोज्छ जस्तै छ है त्यो भएर रेनकोट बोकाएको छ साथी लिन आउँछ होइन त्यस्तै छ यताको अब आज सोच चाहिँ पानी नपरोस् भन्ने हो सोच चाहिँ अब हेरौँ के हुन्छ यो साथी लिन आउँछ मलाई त्यही हो गाइस लगाएछ त भित्र आइपुगेको छ पानी परेको छैन त्यही त यता पानी पर्न त्यतिकै यो यता राख झोला यता राख्दै अब बाँध त अलिक मजा झोला यता राखौँ भने यो यस्तो गरेर तेल हाल्दै गरौँ न ल गाइस हामी हिँडिसकेको छौँ थाहा छ होला पोखरी भएको थाहा छ क्या गइसकेको गाइस तपाईँहरू नि भ्यूको आनन्द लिनुहोस् अलिकति बाटो चाहिँ अलिकति खराबै छैन गाइस पेट्रोल पम्प आइपुगेको छ यो चाहिँ मेरो मामु साथी हो घर हो यस पेट्रोल पम्प आइसकेको छ होइन गाइस पेट्रोल पम्प पर्ने छैन होला गाइस कुलो हेरेर होइन ल गाइस हामी पेट्रोल पम्पबाट गइरहेको छौँ ए ल फर्किने ल गाइस अब बजारको भ्यू हेर्न पाउनु भयो होइन पर्खिने ए पर्खिने पर्खिने थाहा गाइस हाम्रो अर्को मित्रहरू आइपुगेको छन् यो हाम्रो अर्को मित्रहरू फेरि गाइस हामी चाहिँ अलिकति सानोतिनो मान्छे हो त्यही भएर बुलेट गरेर चढ्छौँ होइन अरू बाइक चढ्दैन बिस्तारै कुदाइ बिस्तारै पाल्न गाह्रो हुन्छ केदार थापाज्यूहरू यता हेर्नुहोस् त रोड के हो यस्तो बाटो होइन ल हेर्नुहोस् गाइस त यहाँ हाम्रो मित्र है कस्तो धेरै पहिरो हेर्नु न यता पहिरो त लास्टै जान्छ गाइस यता हाम्रो माथि झर्नु पनि छैन है गाइस यता कस्तो डर लाग्छ हेर्नुहोस् न आउँछ हेर्नुहोस् न गाइस ओइ लास्टै खतरा पो हजार पहिरो हेर्नुहोस् गाइस यता हामी चाहिँ पाप्पा खाना रोकेको छौँ होइन ल गाइस हामीले पाप्पा किनिसकेको छौँ होइन पाप्पा किनिसकेको छौँ गाइस अब चाहिँ हामी आएको छौँ बुवा खोला होइन मित्रहरूलाई पर्खिँदैछौँ आइरहेछौँ यता चाहिँ अलिकति बाटो खल्टाइ खुल्दुल छ होइन अस्ति पहिरो झऱ्यो क्या गाइस हेर्नुहोस् यता कस्तो भिड छ है यो बाटै छैन सब मुनिको होइन गाइस हेर्नुहोस् क्या हेर्नुहोस् गाइस इलामको र गाइस हामी नेपाल टार पुगिसकेको छु मेरो एउटा साथीले भन्न छ क्या यस्तो छ भ्यू भन्न चाहिँ होइन आँखा ठुलो पार हेरे भाइ यो ब्लग आँखा ठुलो पार केही छैन अन्त यता त केही छैन यार पछि देखाउँछु पछि है पछि ल गाइस एउटा टिकटकको म सायरी भनिदिन्छु है किसी ने मुझको कहा तुम्हारे यार अच्छा नहीं है किसी ने मुझको कहा तुम्हारा यार अच्छा नहीं है मैंने मुस्कुरा के कहा शेरों को यार शेरों को ही अच्छे लगते कुत्तों को नहीं कसो छ गाइस हेर्नुहोस् गाइस केटाहरू यता आउँदैछ होइन हामी ओभरटेक गर्न खोजिरहेको छौँ तर गाडीलाई हामीले ओभरटेक गर्न दिएको छैन ओभरटेक गर्न दिएको छैन बाटो नि यस्तै छ गाइस अलिकति इलामको बाटोको साइड बढाउनु पर्यो ओभरटेक भएको छ है गाइस पछाडि हेर्नुहोस् हाम्रो मित्रहरूले चाहिँ ओभरटेक गर्न सकेको छैन
तर सापकोटालाई सक्छ त कसैले सक्दैन नि फेरि अब अर्को गाडीलाई ओभरटेक गर्ने प्रयास सापकोटाले आफ्नो 1000 आइक्यू लगाउँदैछ गाडीले हामीलाई धुवा फ्यालेको छ गाइज हेर्नुहोस् ओभरटेक गर्न सक्छ तर धुवा फ्यालेको छ तर बाधाहरूलाई कटाएर पार गर्नु नै हाम्रो काम हो गाइज ल ओभरटेक भएको छ सक्सेसफुल्ली यो जङ्गल छ यो जङ्गलमा नै होइन भालु भेटिन्छ है गाइज टाइगर भेटिन्छ लायन त भेटिँदैन होइन यो जङ्गलमा डेन्जरस ठाउँ हो गाइज राति ननिक्लिनुहोस् होला है चुडेलले पनि तर्साउँछ भन्ने सुनेको थिएँ गाइज यताउति यसले चाहिँ यी मान्छेहरू बितार छ होइन गाइज ल कुहिरो चाहिँ फुल बनिसक्यो है गाइज अब नयाँ गीत आउँदैछ क्या गाइज त्यसको अलिकति लाइन चाहिँ सुनिदिन्छु ल माया माया भनौँ कि नभनौँ तिमीलाई भन्ने आँटै आउँदैन पछि अब अलिक धेरै गाउनु हुँदैन फेरि भङ्ग हुन्छ क्या मजा यो चाहिँ नयाँ गीत हो गाइज कुहिरो होइन यो नयाँ गीत हो ओइको त गाइज हेर्नुहोस् तर्स आयो सबपटाले मलाई साइडदेखि माथि त्यसमा जिस्किन कहाँ जिस्क्यो गाइज ल यी मजाले हिँड्न कुदाउँदैछ है यस्तो खतरा कुदाइरहेको छ कि यसलाई त साँच्चीकै म गोल्ड मेडल दिन्छु यस्तो राइडिङ हेर्नुहोस् कुदाइरहेको छ ल गाइज हामीले चाहिँ रोकिसकेको छौँ होइन ठ्याक्कै रोकिसकेको छौँ होइन यता यताको हेर्नुहोस् राम्रो हेर्नुहोस् मेरो फोन तसँग छ यो त खाली देख्छु म त एकछिन तर्सेँ यता रोकेको छैन गाइस खै यता कुहिरो लागेर हिँड्छ हामी चाहिँ यता ऐसिलो खानको लागि रोकेको छौँ होइन ल ऐसिलो अब यता फलेर छ होइन हामीलाई थाहा छैन यिनीहरू चाहिँ यता गाउँलेको होइन अनि थाहा छ कि यिनीहरू चाहिँ मजाले काका पाउँछ के पाउँछ भने हेर्नु गाइस यही आउँछ ऐसिलो है हेर्नुहोस् यसलाई नै भन्छ ऐसिलो होइन यता छ यतै ल गाइस यता अब सुटिङ भइरहेछ होइन यो फोटो सुटिङहरू है फोटो सुटिङ भइरहेछ ल गाइस हामी चाहिँ ल यता अलिकति गाउँले ठाउँमा आइपुगेको छौँ होइन गाइस सापकोटाले कुदाउँछ होइन गाइस बाटो थाहा छैन अलिकति उनीहरूको पछाडि हिँड्नु पर्ने अब चाहिँ ल केटा हेर गयो है बाटो राम्रो छ भनेर अफरोडिङहरूमा अफरोडिङ स्किल ल कुदायो हेर्नु फ्रेन्ड्स कन्ट्रोल हेर्नुहोस् गाइस बुलेटमा धरि यस्तो राम्रो कन्ट्रोल गरेर सापकोटाले नर्मल बाइक भएको भए त हुर्क्याउँछ होला यार यसले ल गाइस यस्तै छ होइन यता चाहिँ न्युट्रल लाग्यो यार त्यो त ओरिजिनल इयरबडै होइन है त्यो त ओरिजिनल इयरबडबाट होइन गाइस 15 मिनट यो हेलो भाइ खै हाल्नु भने भाइ ल गाइस हामी चाहिँ भाइलाई लिफ्ट दिइरहेको छौँ होइन अब हामी भित्रमा बस गाइस हामी चाहिँ अब समाज सेवा पनि गर्नु होला यता यता एउटा पो होइन गाइस ओए ल ट्रिपल रोड है यस्तो गाह्रो बाटोमा डकै छन् ल कस्तो छ भाइ बाटो अगाडि भाइलाई इन्फर्मेसन निकाल्नु त बाटोको भाइ बाटो कस्तो छ भाइ अगाडि राम्रै छ यो उकालो छ नि त्यहाँदेखि अलिक राम्रो छ अनि त्यहाँदेखि यस्तै छ तर यहाँभन्दा त अलिक राम्रो छ ओए यता अलिकति दुई छ हामीहरूको मात्रै होइन भाइ भाइको पनि अलिकति जोखिम छ बिस्तारै कुदाइदिएछ भाइ हाल्नु भन्दा नि त हेलो हाल्नु गाइस होइन भाइ हाल्नु आएको साथीहरू होला भाइहरूको साइन पठाएछ होइन गाइस सर यत्रो भारी ब्याग बोकेर आएर थियो होइन अनि मलाई आशिका तामाङको जोस चढ्यो क्या अनि भाइलाई लिफ्ट दिएको नि हेर्नु गाइस यसै अलिक नराम्रो बाटो यार ओहो भाइ तिमीहरूको घर चाहिँ कता हो यतै माथितिर हो कति टाढो छ यहाँदेखि
ए यति मान्छेसम्म हिँड्दै आउँछ नि मेरो अहिले हेर्नु गाइस कस्तो दुःख छ हेर्नु गाउँतिर हेर्नुहोस् कस्तो दुःख छ भाइहरू यसरी हिँड्दै आउँछन् हिँड्दै जान्छन् हेर्नुहोस् कस्तो दुःख छ अब हेर्नुहोस् त्यही बुझेर हामीलाई लिफ्ट दिएको हो क्या भाइहरूलाई अब आफ्नो त अब सफा मनको पर्यो है सफा मनको पर्यो अब भाइले सहयोग गरौँ जस्तो लाग्यो होइन हेर्नुहोस् नेपालको कति ठाउँहरूले पनि बिगट छ क्या गाई साँच्ची भन्दाखेरि नि होइन धेरै ठाउँ बिगट छ अब इलाम अब यो त इलामभन्दा अलिक माथि एउटा रोङ भन्छ होइन राके भन्छ है हेर्नुहोस् आधी घन्टा हेर्नुहोस् हिँड्दै है हामीभन्दा सानो छन् हेर्नुहोस् हामी अब कति 8 किलोमिटर कति किलोमिटर हो भाइ कति किलोमिटर हो झन्डै यस्तो माथि हेर्नुहोस् हामी 1 किलोमिटर हिँड्दा नि यस्तो थाक्छ है भाइहरू खै कसरी हिँड्दा तल हिँड्नुभयो पढ्नको लागि कता जान्छ यता नि आउँदैछ हेर्नु आज 4टा अझ 2जना हेर्नु भाइहरू कति खुसी छ नि आज बाइकमा बस्न पाएर हेर्नुहोस् कति खुसी छन् खुसीको सीमै छैन क्या भाइहरूको यतै यतिको तयारी चाहिँ हुनुपर्छ सबै राइडरहरू त कति टिममा यसै 30-40 जना आउँछन् होला होइन सबै यसरी भाइ बहिनीहरू लिफ्ट के भने है गाउँमा हेर्नुहोस् जस्तो कुहिरो लाग्छ है यस्तो चिसोमा भाइहरू हिँड्दै माथि यतिसम्महरू जान्छन् है दुःख चाहिँ कति ठुलो छ क्या हेर्नुहोस् त गाइज अब तपाईँहरूले के भन्नु उकालो हो कि के हो सिधा हो होइन ओ यता हिँड्दो रहेछ अहिले भाइमा लड्दो छैन भाइमा लड्नु भएन होइन ल बिस्तारै बिस्तारै लडिदिनु पर्छ होला ओर्नु त भाइ त बसोस् न भाइलाई किन लडाउनु खै यता त यतै कहिले यता खै पोच कस्तो लागिरहेको त बाइकमा आउन पाएर राम्रो लागिरहेछ खै बिस्तारै खै भाइ कस्तो लागिरहेको त बाइकमा आएर दामी लागिरहेछ खै अर्को भाइ कस्तो लागिरहेको त बाइकमा आउनु पाएर कस्तो लागिरहेको त म बहिनी नर्स बनाउँछु तपाईँ चिन्ता नलिनुहोस् भन्नुभएको छ हाम्रो जन दाइले आयो है गाइस हेर्नुहोस् गाइस भाइ सबै यतै चलफल हेरेर भाइको चलफली ल भाइहरू बाई बाई ल बाई मोबाइल जानु है ल यसमा लिफ्ट भए पनि पायो होइन ल ठ्याक्कै हामी नि पुगेको छ ल गाइज हामी यताको होमस्टे पुगिसकेका छौँ होइन यो सबै यता छ हेर्नु ल जाँदैछौँ है गाडी हेर्नुहोस् गाई हो कि भैँसीको थाहा छैन तर केही छैन राम्रै छ ल गाइस हामी ट्रेकिङ आएको छौँ ल गाइस चाहिँ सबबाट चाहिँ माथि पुगिसक्यो हेर्नुहोस् तल कति भिड छ आमामा यस्तो भिडमा पनि हेर्नुहोस् गाइस आमामा ट्रेकिङ आएको छौँ होइन गाइस अब के भन्नु ल हेर्नुहोस् यहाँदेखि झापा इलाम पुग्छ तिम्रो क्यों होला ल गाइज ल हामीले चाहिँ यता रोकेको छौँ होइन त्यहाँ चाहिँ त्यहाँ मान्छेहरू बसिरहेछन् है एकछिन बाइक कुदाउँदै पनि थाक्छ नि त मान्छे अनि त्यही भएर तिनीहरू चाहिँ त्यही बसिरहेछ होइन फेरिमा आज फेरि जाने प्लान छ होइन गाइज अनि त्यहाँ बसेर एक दिन जति त्यही बस्नु पर्ला अनि
त्यही यता गीत सुन्दै होइन जाँदै होइन सापकोटा पनि कुदाइरहेछ झापाली है झापाली जय शम्भु शिवजी बजाइरहेछ त्यही हो ल गाइस हामी ठ्याक्कै यता पुगेको छौँ होइन हामीले फेरि पुगिसकेको छौँ यता अर्को यता दुईजना आइरहेछ अरे दुईजना ह्यान्डसम मान्छेहरू आइरहेछन् है मोबाइलमा चार्ज छैन क्या ल गाइज हामी नि होइन हामी 4 घन्टाको बाटो आएर भर्खर यता पुगिरहेको छौँ होइन गाइज आज यतै बस्ने हो 4 घन्टा जति भयो होला होइन 4 घन्टाको जतिको बाटो होला ट्याक्कै फिल्महरू गर्मी गर्नु नचाहेर फिल्म त है ल गाइज हामी ल पुग्यौँ गाइज हेर्नुहोस् 4 घन्टाको बाटो ल आइपुग्यौँ यसरी बिस्तारै बिस्तारै गर्दै होटलमा पुगिसकेको छौँ होइन यस्तै छ रुम चाहिँ